इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मुहम्मदको 1501औं जन्मजयन्ती अर्थात् मुहम्मद डेको अवसरमा धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। बुधबार मुहम्मद जयन्ती विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमसहित मनाइएको हो। मुहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले बिहानैदेखि शान्तिपूर्ण सद्भाव र्याली समेत आयोजना गरेको थियो। समुदायका सदस्यहरूले विभिन्न नारासहित र्याली निकाल्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नुपर्ने सन्देश दिएका थिए। नेपाली नुरी जामा मस्जिद र गौसिया मस्जिदको आयोजनामा धनगढी उपमहानगरपालिका स्थित पृथ्वीनारायण चोकमा रक्तदान कार्यक्रम गरिएको हो। कार्यक्रममा समुदायका सदस्यहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन्। हामीहरू कुन त्यहाँ राखिरहेको छु, ब्लड एकुवा दिइरहेको छु। त्यो ब्लडको कसैको हामीहरू सहयोगमा हरेक काम गरेर यहाँ हाम्रो जति मुस्लिम भाइ दाजु छ सबजना मिलेर हामीहरू कुन यहाँ ब्लड दिइरहेको छु, हस्पिटल जान्छ। त्यो रक्तदान जीवनदान भन्ने सन्देश सहित आयोजना गरिएको कार्यक्रमले मानवीय सेवाको भावना प्रवर्धन गर्नुका साथै आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ। रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकको भनाइ छ। सबै आफ्नो धर्म स्थानमा नमाज पढ्ने अनि तपाईको मस्जिदमा कार्यक्रम प्रोग्राम गर्ने अनि स्कुलको बालबालिकालाई राम्रो खानाकुरा दिने अनि राम्रो काम गर्ने आजको दिनमा हाम्रो हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले मानवको सहयोगको लागि एउटा मानवीय गर्छ भनेर मेसेज दिनुभएको हुनाले हामी मानवको सहयोगको लागि एउटा कार्यक्रम गरेको। कार्यक्रममा सबै धर्म र समुदाय बीच आपसी सद्भाव, मेलमिलाप र सहकारी आवश्यक रहेकोमा जोड दिएको थियो। देशमा शान्ति, सद्भाव र सुशासन कायम गर्न सबै समुदायले हातोमाली गर्नुपर्ने धारणा आयोजकले व्यक्त गरेका छन्। सबै समुदायलाई मेरो यो मानव भनेको मानव हो, धर्म पछि हो, पहिला मानव हो, मानवता पहिला हो। हामी सब एक आपसमा भाइचारा गरेर बस्नुपर्ने, सबै यो गर्नुपर्ने, मानवलाई एक मानवलाई अर्को मानवले काम लाग्नुपर्ने, सबैले दिनुपर्ने हुन्छ। मुहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायले पैगम्बर मुहम्मदका शिक्षा, उपदेश तथा मानवता प्रतिको सन्देश स्मरण गर्दै धार्मिकसँगै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। दिनेश खबरका लागि लक्ष्मण ढुङ्गाल, धनगढी।